सम्बन्धी हुन्न। मसान घाटमा आफैलाई राखेर त सोध्ने गर्छन्, अझ कति बेर लाग्छ। जब मानिस अनपढ थिए परिवारमा एक भएर बस्दथे। मैले टुटेको र फैलिएको परिवारमा सधैँ पढे लेखेको मानिसलाई देखेको छु। लामो समयदेखि टुटेको नाता पनि गाँसिन्छ अनि कहिले जोड्न नसकिएको सम्बन्ध पनि जोडिन्छ। बस कसैलाई तपाईँसँग काम पर्नुपर्छ। इज्जत कुनै व्यक्तिको होइन, आवश्यकताको हुन्छ। आवश्यकता सकियो त इज्जत पनि सकियो। संसारमा कोही मानिस गलत हुँदैन, किनकि सत्यको परिभाषा हरेकसँग फरक हुन्छ। केही दिन बोल्न अनि बोलाउन छाड्नु पर्छ, जस्तो सुकै आत्मीय सम्बन्ध पनि टुटेर जान्छ। असल व्यक्तिलाई पढाइले बिगार्छ। अनाथ आश्रममा गरिबका सन्तान हुन्छन् भने वृद्धाश्रममा धनीका आमाबाउ हुन्छन्। यदि जिन्दगीको यथार्थ थाहा पाउनु छ भने आर्यघाट जानुहोस्, सबै थाहा हुनेछ। जो पागल हुन्छ उनीहरूले इतिहास बनाउँछन्, बुद्धिमानी मानिस त बस उनीहरूको बारेमा पढेर मात्र बस्छन्। मानिस असन्तोषी प्राणी हो, मानिससँग कुनै पनि कुरा जति भए पनि पुग्दैन। क्रोधलाई प्रेमले खराबलाई छ। एक पलले एक दिनलाई बदल्न सक्दछ। एक दिनले एउटा जीवनलाई बदल्न सक्दछ अनि एउटा जीवनले यो पुरै संसारलाई बदल्न सक्दछ। जुन व्यक्तिको मन शान्त रहन्छ, जुन व्यक्ति केही बोल्दा अनि आफ्नो काम गर्ने समयमा शान्त रहने गर्दछ, ऊ त्यही व्यक्ति हुन्छ जसले सत्यलाई प्राप्त गरिसकेको छ अनि ऊ दुःख कष्टबाट पनि मुक्त भइसकेको छ। ईर्ष्या अनि घृणाको आगोमा जलेको मानिसको यस संसारमा खुसी अनि हाँसो स्थायी हुन सक्दैन। जो व्यक्ति आफ्नो जीवन बुद्धिमानीपूर्वक बिताउने गर्दछ त्यस्तो मानिस मृत्युसँग पनि डराउने गर्दैन। एउटा जागराम बसेको मानिसको लागि रात धेरै नै लामो लाग्ने गर्दछ। एउटा थाकेको मानिसको लागि गन्तव्य धेरै नै टाढा जस्तो लाग्दछ। त्यस्तै प्रकारले साँचो धर्मको ज्ञान नभएको मूर्खको लागि जीवन र मृत्युको चक्र पनि उत्तिकै लामो लाग्ने गर्दछ। एउटा मूर्ख मानिस अर्को बुद्धिमान मानिससँग साथमा रहँदा पनि पुरै जीवनभर सत्यको ज्ञानलाई त्यस्तो प्रकारले देख्न सक्दैन जस्तो प्रकारले एक चम्चा मात्र सुपको रस पिउँदा उसले वास्तविक सुपको स्वादलाई थाहा पाउन सक्दैन। अज्ञानी मानिस एउटा गोरुको समान हो। ऊ ज्ञानमा नभएर केवल आकारमा मात्र बढ्ने गर्दछ। ज्ञानको बाटो आकाशमा छैन, ज्ञानको बाटो त हरेक मानिसको मनमा रहेको छ। क्रोधलाई पालिराख्नु भनेको तातो कोइलालाई कोही अरूमाथि फ्याँक्नको लागि समय राख्नु सरह हो। यसबाट केवल तपाईँ नै जल्नुहुनेछ। जुन मानिस अरू